त्यत्रो पैसा डढ्ने साटो जनता ओलीले भत्ता दियो बुढाबुढीको बुद्धि खोइ चुकुल खुसिया छ एउटा लामा र मनमनको पालामा भत्ता बाँडेको ओलीको पालामा बाँडेको हो भत्ता माओवादीले एकपल्ट जित्दा भत्ता बढाइदियो है सही कुरो गर्नुपर्छ सत्य कुरो बोल्नुपर्छ असत्य कुरो ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो त्यति डराउने साटो पनि एउटा एउटा स्कुल खोलिदिएको भए फ्रीमा स्कुल सरकारी खोलिदिएको भए गरिब दुखियाले त पढाउँथे कमसेकम गरिब दुखिया छोरा अहिले पनि धुलो चाटिरहेका छन् बाटामा पढ्न नपाएर भनेपछि यो भ्यू टावर बनाएको चाहिँ यहाँ दमकको लागि उपलब्धिमूलक छैन अनुत्पादक भएन केही छैन त्यहाँ कालो कुकुर पनि जाँदैन कालो कुकुर पनि पस्दैन त्यहाँ कोही गएको पनि छैन अनि आमा योभन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्नु मिल्छ म त सबैलाई गर्थेँ ओलीले धनी पूर्जा दिन्छु भनेर खपै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा भनेपछि यो पल्ट चाहिँ बालेनलाई घन्टी चुनाव चिन्हमा मतदान गरेर प्रधानमन्त्री बनाउने गरेको यहाँहरू अब एकपल्ट घन्टी बजाउने त्यसले पनि गरेन नै 5 वर्षमा फालिदिने हवस् आमा यहाँको विचारलाई धेरै धेरै धन्यवाद धन्यवाद तपाईँ